सरकारले भर्खरै विद्युत प्राधिकरणको एमडीबाट कुलमान घिसिङलाई हटाउने जो निर्णय गर्यो यो निर्णयको विपक्षमा संसदमा प्रमुख प्रतिपक्षी दल र अरूले त बोलिरहेकै छन्। हामी सरकारमै सहभागी भएकाहरू पनि कतिपयले यसमा विमति राखिरहेका छौँ। खासगरी सरकारले तीनवटा कारणले अहिले कुलमान घिसिङलाई हटाउनु हुँदैन थियो। पहिलो कारण त उहाँको केही महिनाको पदावधि मात्रै बाँकी थियो र सरकारले त्यसमा सहिष्णुता राखेन, केही समय पर्खिएन भन्ने सन्देश गएको छ। दोस्रो चाहिँ स्वयं सरकारले केही सकारात्मक पहल कदमीका साथ केही अध्यादेश मार्फत केही महत्त्वपूर्ण कुराहरू लिएर आएको थियो, जसलाई राष्ट्रिय सभा समेतबाट पारित गरिराखेर यो 19 चैत्रभित्रमा सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु छ। अब यो कुलमान घिसिङको प्रकरण आइसकेपछि यसले संसदलाई अवरोध गर्दै गर्दा ती अध्यादेशहरूलाई विधेयकका रूपमा पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने सन्दर्भमा यसले असर गरेको छ। तेस्रो कारण चाहिँ अहिले त्यसै पनि नागरिक पङ्क्तिमा अनेक असन्तुष्टि भइरहेको बेलामा सरकारले त्यो असन्तुष्टिलाई कसरी विश्वासमा लिने भन्ने कुरातर्फ आफूले सकारात्मक सन्देशहरू प्रवाह गर्न ध्यान दिनुपर्थ्यो। तर सरकारले गरेको निर्णयले त्यो असन्तुष्टिमा केही घिउ हाल्ने काम गरेको छ। त्यसकारण यो तीनवटा कारणले सरकारले अहिले कुलमान घिसिङलाई हटाउनु हुँदैन थियो। अर्को चाहिँ यो प्रकरणमा खासगरी नेपाली काङ्ग्रेस पार्टीका हामी दुई महामन्त्रीमाथि पनि नागरिक पङ्क्तिको गुनासो सामाजिक सञ्जालहरूबाट मिडियाहरूबाट हामीले हेरेका छौँ। पार्टीको पदाधिकारी बैठकमा पनि हामीले भनेका थियौँ कि अहिलेको बेलामा कुलमान घिसिङलाई हटाउनु हुँदैन। मन्त्रीज्यूलाई पनि ध्यानाकर्षण गराएका थियौँ र सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि ध्यानाकर्षण गराएका थियौँ। तर पनि यो निर्णय भयो। महामन्त्रीहरूले भन्दै पनि यो निर्णय भएको भनेर चाहिँ सामाजिक सञ्जालमा सोध्दै गर्दाखेरि मैले केही स्पष्ट गर्नुपर्छ भने निश्चय नै मन्त्रीहरू काङ्ग्रेसका मन्त्रीहरू पार्टीको महामन्त्री अन्तर्गतै हुन्छन्। कुन सन्दर्भमा भन्दा पार्टीगत सन्दर्भमा मन्त्रीहरूभन्दा माथि महामन्त्री हुन्छन्। तर जब सरकारको सवाल आउँछ मन्त्रीभन्दा माथि महामन्त्री होइन, मन्त्रीभन्दा माथि प्रधानमन्त्री हुन्छन्। त्यसैले अहिले जे निर्णय भएको छ यो निर्णय हुँदै गर्दाखेरि हामीले नगर्नुहोस्, गर्नुहुन्न भन्ने हो, यो गर्न उचित हुन्न भन्ने हो। त्यहाँसम्मको सन्दर्भमा हामीले गम्भीरतापूर्वक यो विषय भनेका थियौँ। अब यस पछाडिको विषय के आउँछ अन्तिममा भने संसद प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्छ भनेको छ। यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो। सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद अवरोध गरिरहने कुरो उचित हुँदैन जस्तो मलाई लाग्छ, पहिलो कुरो। दोस्रो कुरो, सरकारले जवाब दिनुपर्छ, प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्ने प्रतिपक्षको भनाइमा पनि मेरो जम्मा यति टिप्पणी छ। कुलमानजीलाई हटाएको विषय गलत भयो भन्नुहोस्, पुनर्वाली गर भन्नुहोस्, अदालतबाट पुनर्स्थापित हुनुहोला भनेर कामना गर्नुहोस्, यो निर्णयको विरुद्धमा बोल्नुहोस्, यो आफ्नो ठाउँमा छ। तर सरकारले गरेको हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाब दिने भन्ने नजिर बसायो भने चाहिँ यसले भोलिको लागि एउटा सकारात्मक चाहिँ नजिर बस्दैन। त्यसैले सरकारले आफू अन्तर्गतको कसैलाई हटाउँदै गर्दाखेरि त्यो हटाएको सन्दर्भमा प्रश्नहरूको सामना गर्ने विषय एउटा हो, तर प्रधानमन्त्रीले जवाब दिने भन्ने कुराको सन्दर्भमा चाहिँ कम्तीमा प्रधानमन्त्री भइसक्नुभएका व्यक्तित्व कमरेड प्रचण्डले यसलाई उठाउनु हुँदैन थियो भन्ने लाग्छ। किनभने सरकारमा हामी अघि पछि छौँ, भोलि पनि सरकारहरू बन्छन्, यो सरकार छ, भोलि अरू सरकारहरू आउँछ। सरकारहरूले गरेका निर्णयहरूको सन्दर्भमा, खास गरी कर्मचारीहरूको बारेमा गरेको निर्णयको सन्दर्भमा चाहिँ प्रधानमन्त्रीले प्रत्येक निर्णयमाथि संसदमा उभिएर दिने जवाब दिने परम्परा चाहिँ नबसाउँ। फेरि पनि म दोहोऱ्याएर भन्छु, सरकारले अहिलेको बेलामा कुलमान घिसिङलाई हटाउने भन्ने जुन निर्णय गर्यो यो निर्णय गर्नु हुँदैन थियो। तीनवटा कारण मैले बताइसकेँ। अब मलाई लाग्छ कि यो संसदको विषय, सार्वजनिक बहसको विषय, सडकको विषय भन्दा पनि सम्मानित अदालतको विषय हो। अदालतले उहाँलाई जुन रूपमा चाहिँ निर्णय दिन्छ, अदालतले जे फैसला गर्छ त्यसलाई कुलमान घिसिङले पनि मान्नुहुन्छ, सरकारले पनि मान्छ, हामीले पनि मान्नेछौँ। हस्, धन्यवाद। यहाँको व्यक्तिगत प्रश्न छ। दुईटा महामन्त्रीसँग सामाजिक सञ्जालमा यहाँले असन्तुष्टि जाहेर गर्नुभयो यो विषयमा, चौतर्फी रूपमा त्यो सरकारको निर्णयको आगोमा तपाईँ हुनुहुन्छ, त्यसको निशानामा तपाईँ दुईजना महामन्त्री हुनुहुन्छ। प्रश्न के गरिएको छ भने महामन्त्री चाहिँ फेसबुकमा लेख्ने हो र त्यति हो उहाँको काम भन्ने राष्ट्रपा लगायतका पार्टीका नेताहरूले पनि चौतर्फी रूपमा सर्वसाधारण भने त्यसमा यहाँको भनाइ चाहिँ के छ? अब यसो हो, मार्क जुकरबर्गले चाहिँ फेसबुक बनाउँदै गर्दा नेपाल देशका दुईटा काङ्ग्रेसका दुईटा महामन्त्रीले त्यसमा चाहिँ लेख्न पाउँदैन भनेर भनेनन्। हामीले आन्तरिक रूपमा पनि भनेका छौँ, सम्माननीय प्रधानमन्त्रीलाई पनि भनेका थियौँ, मन्त्रीजीलाई पनि भनेका थियौँ, कार्य सम्पादन समितिकै बैठकमा पनि हामीले कुरा गरेका थियौँ। ती कुरा गरिसकेको कुरा पनि सार्वजनिक रूपमा आएकै छन्। तपाईँहरू मार्फतकै सञ्चार माध्यमबाट पनि हामीले बाहिर
पहिल्यै उहाँलाई हटाउनुहुन्न भनेर बोलेका पनि आएकै छन्। त्यसकारणले त्यो बोलेको आउँदै गर्दाखेरि फेसबुक चाहिँ हामीले लेख्नु नहुने भन्ने होइन नि त। तत्काल संसद नबसेको बेलामा सार्वजनिक सञ्चार माध्यममा जाने कि नजाने, आज मैले भित्र बोल्न पाउँदै गर्दा भित्र बोल्थेँ होला नि, अब भित्र नबोलेर बाहिर आँगनमा किन बोल्यो भनेर भन्न मिल्ने कि नमिल्ने। त्यसकारण कसैले भन्नुभयो भने त्यो अभिव्यक्ति स्वतन्त्रता बमोजिम पाइन्छ। महामन्त्री द्वयले नै संसदभित्र यो विषयमा आवाज उठाउनुहुन्छ होइन? यो विषयमा संसद यदि चल्यो भने स्वाभाविक छ कि संसदमा पनि यो विषयमा उठाइन्छ। किनभने योभन्दा अगाडि महामन्त्री गगन थापाले पनि सरकारले गर्नुपर्ने काममा हात हालोस्, नगर्नुपर्ने कुरामा हात नहालोस् भनेर संसदमा पनि बोलिसकेको अवस्था छ। हामीले अलि अगाडि तपाईँको चाहिँ अहिले लेखेको हेर्नुहुन्छ, अलि अगाडि लेखेको अलि बोलेको हेर्ने हो भने भित्र पनि हामीले नबोल्ने भन्ने कुरै छैन। सरकारले गरेको राम्रो कुराको अध्यादेश ल्याउँदै गर्दाखेरि धेरैले विरोध गर्दै गर्दा अध्यादेशको यहीँ उभिएर संसदमा उभिएर पनि समर्थन गरेर बोलेका छौँ नि, होइन? विधेयकको फेरि सामाजिक सञ्जालको विधेयकको विरोध पनि गरेका छौँ। सरकारको विरोध गर्नका लागि गलत लाग्यो भने विरोध गर्नका लागि कुनै आइतबार पर्खिनै पर्दैन। हामी त अभिव्यक्ति स्वतन्त्रता बमोजिमको जिम्मेवारीमा छौँ नि, नागरिकलाईसम्म अधिकार छ नि। सरकारमा हामी दुईटा दल सँगै छौँ भन्नुको अर्थ सबै कुरामा साथ हुन्छ भन्ने होइन नि। सरकारले गरेको राम्रो कुरामा साथ दिने हो, 7 वटा बुँदामा समझदारी छ। कुनै यस्तो 8औं बुँदा छैन जसमा चाहिँ कमरेड केपी ओली प्रधानमन्त्री हुनुहुन्छ र एमाले पार्टीले कुनै गरेको कुरामा या सरकारले गरेको कुरामा या प्रधानमन्त्रीले गरेको कुरामा विमति राख्न पाइँदैन भने कुनै 8औं बुँदामा उल्लेख छैन। हस् सबै साथीहरूलाई लास्ट गरौँ है त। जसरी चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाहिँ असहमत हुनुहुन्छ, तपाईँहरूले त्यो स्ट्याटस लेख्नुभयो, तर खास गरेर चाहिँ सेन्टर पोइन्टमा हेर्ने हो भने चाहिँ ऊर्जा मन्त्री हुनुहुन्छ, कङ्ग्रेसकै हुनुहुन्छ, दीपक खड्काजीकै नेतृत्वमा चाहिँ यो गतिविधि अगाडि बढेको भन्ने कुरा भनिएको छ। तपाईँहरू चाहिँ सरकारसँग यसरी असहमति राखिरहँदाखेरि आफ्नो मन्त्रीलाई ब्याकअपमा बोलाउन सक्नुहुन्न? किन चाहिँ त्यो कि त दीपकजी दोषी हो भनेर भनिदिनु पर्यो, होइन भने त आफ्नो मन्त्रीलाई ब्याक झिकाउनु पर्यो नि त। यसो हो तपाईँको नेपाली काङ्ग्रेस पार्टीभित्र पनि यो विषयमा एउटै मत छ भन्ने छैन, पहिलो कुरो। दोस्रो कुरो चाहिँ तपाईँले यहाँबाट कुनै फिल्डबाट केही रिपोर्टिङ लिएर जानुहुन्छ, लिएर गइसके पछाडि डेस्कमा केही साथीहरूले एडिट गर्नुहुन्छ, त्यसपछि त्यसलाई सम्प्रेषण सार्वजनिक गर्दाखेरि एडिटर फाइनलको जिम्मेवार हुन्छ, एडिटर हुन्छ। कानुनी रूपमा पनि मुद्दा पर्दैको एडिटर हुन्छ, चिफ एडिटर। हाम्रो चिफ एडिटर को हुनुहुन्छ? सम्माननीय प्रधानमन्त्री कमरेड केपी ओली। त सरकारले गरेको निर्णयको सन्दर्भमा प्रधानमन्त्रीमाथि प्रश्न उठाइसकेपछि मन्त्रीमाथि स्वाभाविक रूपमा आइहाल्यो। हस् धन्यवाद है त सबै साथी।